म चाहिँ आज यो चुनवन भन्दैछु यो ठ्याक्क चुनवनको सबभन्दा अग्लो निना टावरमा छु। त्यहाँबाट पुरा आज चाहिँ चुनवनको घुमाइ छ। चर्र अहिले आज देखाउँछ है। ट्यान 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 गर्दै ल हेर्नुहोस्। ओ माई गड है ल घर हेर्नुहोस् ल। यो घर कति अग्लो छ। माई गड आज चाहिँ म चुनवनमा छु है। चुनवनमा वरिपरि देखाउँदैछु। यो चाहिँ पर टिङ्का ब्रिज हो। यो चाहिँ टिङ्का ब्रिज भन्छ। पहिला हाम्रो जस नेपालीको धेरै श्रम परेको छ। अरू विदेशीको पनि छ। यो चाहिँ चुनवन फेरी। यो पारी चाहिँ चिङ्गी भन्छ। चिङ्गी यो समुद्र पारी चिङ्गी छ। वारी चाहिँ चुनवन भन्ने छ। ल यो समुद्र यो हङकङको तपाईँको हङकङ त्यो पुल दिएको चाहिँ एमटिआरको पुल पनि हो। गाडीको पुल पनि हो। एमटिआर भन्नाले ट्रेनको पुल पनि हो। यो कति अग्लो हो। घर पनि कस्तो राम्रो बनाएको छ कि सर। पार्कहरू घरहरू। चुनवनको सबभन्दा अग्लो घर निना टावर भन्छ। यो सबै पछि बनाएर छ। हाम्रो पहिला यहाँ बस्दा त बनाएको थिएन। पछि सबै बनाएछ। यो कति मजा मजा घरहरू। यो फेरि पहिला एयरपोर्टमा काम गर्दा यो खुब चढ्थेँ हामी। समुद्रमा हेरौँ त। टन्टटा बिस्तारै बिस्तारै हेर। यो साइडबाट पो राम्रो देखिन्छ है। क्या हो पारी चिङ्गी भन्छ। पर चाहिँ त्यो राम्रो घरहरू बनाएको हो है। वाट अ ब्युटिफुल। ओ ल हेर्नु घरहरू। वाट अ ब्युटिफुल। ओ ल ओ जिउ जिउ ब्युटिफुल। यो चाहिँ अब पुरा उयो घरहरू यस्तो राम्रो राम्रो बनाएको छ। यो त एउटा रेसिडेन्ट प्लाजा अनि यहाँ मुनि ट्रेन स्टेसन पनि छ है। यो फुलहरू कति राम्रो बनाएको। यताबाट खिच्दा झन् राम्रो छ। कस्तो राम्रो दिएको। माई गड भेरी ब्युटिफुल। यहाँ चाहिँ थुप्रो पानी जहाजहरू रहेछ। यो चाहिँ पानी जहाज चाहिँ पारिस चाइनाबाट अथवा कता कताबाट आउने कि सामान बोक्ने। पुरा यहाँ रोकिरहेको रहेछ। ल यता कस्तो पानी पनि आउनु पर्छ। ठिक्क शीतल मौसम पनि। लेन्स घरहरू साइकल लेन हो। यो साइकल लेन पनि बनाएर चाहिँ सरर साइकल लेन के बोट बिरुवाहरू चट्ट यहाँबाट त खिचौँ त यो घरलाई चाहिँ। यो बाटो छ नि। यो बाटो चाहिँ पुरा तपाईँको यता यसो हुँदै पर त्यो मेरो विचारमा यही टिङ्का पुलदेखि उतैसम्म गएको छ होला। ल हेर्नुहोस् पानी जहाज माल बोक्ने जहाजहरू। ल हेर्नु पुरा मालबाग बोटहरू रोकिरहेछ। सामान अब कहाँ पुर्याउने। कता कताबाट आएको समुद्रै समुद्र। ओ चारैपट्टिबाट खिचिसक्यो यो बिल्डिङहरू चाहिँ। मैले मुनि सर हरियो पऱ्यो है। चट्ट माथि चाहिँ यत्रो मजाको बिल्डिङ सर्लक्क उठाएको छ। म पनि यहाँबाट आनन्द लिइरहेछु है खिचेर यो अग्लो बिल्डिङमै। चट्ट यहाँ पछाडि समुद्रतिर देखाउँछ। समुद्र यतापट्टि घुमाउँ। अब यो साइडमा है। यो साइडमा सर
ल त हरियो पर्यो एउटा बिदा लिउँ फेरि अर्को ताली भेटौँ है। यस्तो दामी छ कि ग्रिन बिरुवाहरू चाहिँ फुलहरू चट्ट यो फुलबाट चाहिँ बिदा लिउँ है त। ओके बाई सी यू।